अहिले म एउटा रुमभित्र छु र यहाँनिर केही आवाजहरू आइरहेको छ, ब्याकग्राउन्डमा नोइजहरू आइरहेको छ। अब म तपाईँहरूलाई अहिलेको अवस्थामा मेरो माइकमा यहाँनिर जुन ब्लिङ्क गरिरहेको छ, यो माइक चलिरहेको छैन भन्ने अवस्था छ। माइक चाहिँ अन छ, तर माइकको ट्रान्समिटर मात्रै अन छ, रिसिभरले चाहिँ काम गरिरहेको छैन अथवा रिसिभर जोडिएको छैन भन्ने छ। अब म तपाईँहरूलाई लगतै यो माइकलाई अन गर्दैछु है त। अब मैले यहाँनिर माइकको ब्लिङ्क हटिसकेको छ र ब्लिङ्क हटेर यो अर्कै कलरको बलिसकेको छ। अब यतिखेर तपाईँहरूले मेरो आवाज सुन्दै हुनुहुन्छ, यो माइकबाटै सुन्दै हुनुहुन्छ र माइकको नर्मल मोडबाट सुन्दै हुनुहुन्छ। यतिखेर पनि सायद बाहिरको केही आवाजहरू आउन सक्छ, केही डिस्टर्बेन्सहरू चाहिँ आएको हुनसक्छ। अब म यसलाई नोइज रिडक्सन मोडमा लैजाँदैछु। अब यतिखेर नोइज रिडक्सन मोड अन भइसकेको छ। यहाँनिर चाहिँ आवाज बाहिरको ब्याकग्राउन्ड नोइज चाहिँ केही मात्रामा कन्ट्रोल भएको हुनसक्छ र भएको पनि हुनुपर्छ। तर यसले चाहिँ नोइज रिडक्सन मोडमा चाहिँ अलिकति हाम्रो आवाजलाई पनि थोरै केही चेन्ज चाहिँ गरिदिन्छ। नर्मल्ली बोलिरहेको आवाजभन्दा केही फरक आवाज देखिन सक्छ। कस्तो छ त्यो विषयमा चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला है त।